दर्शकवृन्द नमस्कार। आज फेरि अर्को एउटा नौलो भिडियो लिएर म तपाईहरु समक्ष उपस्थित भइसकेको छु र मेरो सामु तपाईले फ्रेममा देखिसक्नु भएको छ। श्री बिर्ख बहादुर राई हुनुहुन्छ र उहाँ चाहिँ यति बेला 93 वर्षको हुनुहुन्छ भने उहाँ एक्स सर्भिसम्यान अथवा भूतपूर्व सैनिक हुनुहुन्छ र उहाँको सैनिक जीवन कसरी कहाँ बित्यो, कस्तो प्रकारले बित्यो ती कुराहरुलाई आज हामी चर्चा गर्नेछौं। त आउनुस् उहाँलाई स्वागत गरौँ। नमस्कार। नमस्कार। तपाईको थोरै परिचय राखिदिनुस् न आफ्नो र आफ्नो परिवार बारे। मेरो नाम हो बिर्ख बहादुर राई। हजुर। अनि मेरो यहाँ जान हुनुहुन्छ बुढी। हजुर। बुढी मान्छे, ऊ पनि 84 वर्ष पुगेको हो। हजुर। र अन्त नाति केटा कान्छा छोरासँग म बस्दैछु। हजुर। र मेरो जेठा नाति यहाँ छ। मेरो परिवारहरू अरू 4 जना छोराहरूमा जेठा छोरा चाहिँ खस्नुभयो। हजुर। र अरू भिन्नै बसेका छौँ हामी। खस्नु भएको चाहिँ दिलीप राई है? हजुर। जेठा छोरा चाहिँ दिल्ली भयो। हजुर। जान पनि खसिगयो, जेठा छोरा पनि खस्नुभयो। हजुर। अन्त नातिहरू 2 जना छ। 1 जना नातिनी छ, छोरी। 2 जना नातिहरू छ, 1 जना छोरी नातिनी। हजुर। माइला छोरा सुमन। माइला छोरा सुमन हो, साइला छोरा राजु हो, कान्छो छोरा सन्तोष। हजुर। छोरीहरू? छोरीहरू चाहिँ जेठी छोरी चाहिँ अब जेठीपट्टिको जेठी छोरी चाहिँ अब रूपा हो। हजुर। त आसमलिङ्गेमा बिहा भएको छ। हजुर। अन्त कान्छीपट्टिको छोरी चाहिँ अब राधिका हो। हजुर। यो मलङथाङ। हजुर। राङ्कामा बिहा भएको छ। तपाईको 2 जना जानहरु। हजुर। हजुर। आज हामी त्यही तपाई एकजना भूतपूर्व सैनिक हुनुहुन्छ र धेरै लामो समय भइसक्यो तपाई अवकाश प्राप्त गर्नुभएको, रिटायर हुनुभएको पनि हैन? तपाई यो आर्मीमा कसरी प्रकार जानुभएको थियो अनि कहाँ जानुभयो भन्ने आज हामी कुराकानी गरौँ भन्ने लागिरहेछ। त सुरुमा तपाई कस्तो प्रकारले भर्ती हुनुभयो आर्मीमा हैन भनिदिनुस् न। मतलब खै अब त्यति बेलाको म 22 वर्षको उमेरमा इमर्जेन्सी परेको हुनाले त्यतिबेला आर्मीको इमर्जेन्सी परिरहेको थियो। हजुर। त्यस बेला आर्मीमा सहजै भर्ती हुन्थ्यो। हजुर। त्यसमा चाहिँ म उम्र पुगेका थिएँ, मेरो उमेर पुगेको थियो 22 वर्ष। 22 वर्ष। हजुर। त्यस विषय म वहाँ भर्ती लाग्यो गान्तोक बजारमै, गान्तोकमा सदरबारद्वारा। हजुर। भर्ती भएर हामी इकट्ठा भएर भर्ती भएको म। हजुर। र 22 वर्षको उमेरमा म भर्ती भएँ र आर्मीमा गयो। आर्मीमा गएर फर्स्टमा हामी चाहिँ कहाँ गयौँ भने दार्जिलिङको गुम्पाड जलपाडमा। हजुर। भर्ती हाम्रो त्यहाँ हुन्थ्यो। हजुर। त्यहाँबाट भर्ती भएर फोर त्यहाँबाट भयो। हजुर। त्यहाँबाट गोरखपुरमा चाहिँ हाम्रो एक्सरे हुने थियो। हजुर। एक्सरे चाहिँ मतलब अब एक्सरे भने त्यो चाहिँ कस्तो हुन्छ? हजुर, त्यो एक्सरे चाहिँ के हुन्थ्यो भने बडी ठिक छ कि छैन त्यसो म भुलिगएँ। हजुर। हजुर। दिमाग पनि मेरो त हराइसक्यो। 93 पुगिसकेँ म। हजुर। र यस्तो यसमा कुनै पनि यो अगाडिको याददास्तहरू धेरै भुलिसकेँ र यसमा म क्षमा चाहन्छु। त्यहाँदेखि चाहिँ कता जानुभयो तपाईहरु? त्यहाँदेखि चाहिँ हामी चाहिँ गोरखपुरमा हाम्रो त्यहाँ एक्सरे जस्तै एक्सरे मन भुल्यो। हजुर। त्यो एक्सरे भने चाहिँ हाम्रो के भन्छ त्यसलाई, त्यहाँ जाँच हुन्छ मेसिनबाटै। त्यो चाहिँ म त भुलेछु। हजुर। त्यहाँबाट पनि पास भयो। पास भए चाहिँ हाम्रो त्यति बेलाको टाइममा गोर्खाको ट्रेनिङ सेन्टर चाहिँ देहरादुन देहरादुनमा थियो। देहरादुनमा चाहिँ हामी पुगेपछि त्यहाँ चाहिँ रिक्रुटिङमा सुरु भयो। रिक्रुटिङ पास, त्यहाँबाट रिक्रुटिङ 1 साल 6 महिनाको ट्रेनिङ हुन्थ्यो।
त्यहाँ ट्रेनिङ सकेर चाहिँ हामी चाहिँ पास भइसकेपछि हामीलाई चाहिँ जम्मू काश्मीर पठाए। हजुर जम्मू काश्मीरमा हामी चाहिँ कहाँ बस्यौँ भने उधमपुर भन्ने जग्गामा हाम्रो सेन्टर युनिट 511 जिआरमा हामीलाई पठायो। हजुर हजुर र 511 जिआरमा बस्दा बस्दा हामी धेरै काश्मीरमा पनि बसियो। हजुर र त्यहाँबाट सरदार धेरै अलिक मलाई धेरै भुलिँदै गयो र त्यसबाट पछि आएर पछि 511 जिया चाहिँ फेरि यता लखनऊ आयो। लखनऊ आएर फेरि त्यहाँबाट फेरि हामी यहाँ सिक्किममा पनि आयो हाम्रो। हजुर सिक्किममा यहाँ छाङ्गुमा पनि हामी आयौँ। हजुर छाङ्गुबाट चाहिँ फेरि 61 सालमा जुन चाहिँ छाङ्गुबाट चाहिँ फेरि म चाहिँ हाम्रो 10जना 511को 10जना म चाहिँ युनिटबाट सिएमपी मिलिट्री पुलिसमा त्यति बेला डाइरेक्ट भर्ती थिएन। हजुर डाइरेक्ट भर्ती नहुँदाखेरि चाहिँ रेजिमेन्टबाटै मिलिट्री पुलिसमा चाहिँ अब जान्थ्यो। हजुर अन्त त्यस विषयमा हाम्रो छाङ्गुबाट चाहिँ हाम्रो 511 जिआरबाट चाहिँ 10जना चुनियो। हजुर 10जना चुनिएर चाहिँ हामी सिएमपी मिलिट्री पुलिसको सेन्टर चाहिँ भर्खर बनिएको थियो फैजाबादमा। सेन्ट्रल मिलिट्री पुलिस। हजुर हजुर फैजाबादमा गएर हामी त फेरि रग्रो हुनु पऱ्यो मिलिट्री पुलिसको विषयमा चाहिँ। मिलिट्री पुलिसमा चाहिँ फेरि किनभने मिलिट्री पुलिसमा चाहिँ फेरि ट्राफिक अब पुलिसको ट्राफिक ड्युटी गर्नुपर्ने सिग्नल गर्नुपर्ने। हजुर पुलिसको ड्युटीको सिक्नुपर्ने। अन्त आर्मी एक्टहरू सिक्नुपर्ने, मिलिट्री एक्टहरू पनि सिक्नुपर्ने र ट्राफिक सिग्नल कसरी गर्नुपर्ने, एक्सिडेन्ट केसहरू कसरी बनाउनु पर्ने, रिपोर्टहरू कसरी सिक्नुपर्ने, त्यहाँ पनि 1 साल जस्तो ट्रेनिङ नै हामी लिनु पऱ्यो। 1 साल ट्रेनिङ भयो। र त्योभन्दा पहिला चाहिँ हामी अब त्यसमा अब छोटकरीबाट भन्न चाहन्छु बङ्गलादेशको अब मा पर्यो। त्यति बेला चाहिँ हाम्रो म चाहिँ केमा पऱ्यो भने 9 डिपमा पोस्टिङमा चाहिँ भएर जानु पर्यो। यो बङ्गलादेश जानुभएको कुन साल हो? किनभने तपाईँ बङ्गलादेश चाहिँ अब 71 साल 70-बाट चाहिँ बङ्गलादेशको चाहिँ चल्दै थियो। हजुर हजुर र बङ्गलादेशमा चाहिँ हामी 9 डिपको यताबाट कलकत्ताबाट चाहिँ 9 डिप चाहिँ पस्नु पर्यो। हजुर अन्त उताबाट 511 जिएर पनि थियो हाम्रो। 511 छोडेर चाहिँ म मिलिट्री पुलिस 9 डिपमा पुगेँ। कोर्स अफ मिलिट्री पुलिस 9 डिपमा। हजुर 9 डिपबाट चाहिँ हामी चाहिँ अब बङ्गलादेश खुल्ना जैसरबाट उता भित्र पस्यौँ। हाम्रो 511 हल्दीबारी भएर उताबाट उनीहरू आयो। हाम्रो धेरै जिआरको फोर्सहरू पनि थियो। अरू युनिटहरू पनि गरेर बङ्गलादेश चाहिँ 1971 सालमा क्लियर भयो। डिक्लेयर गरेर सकियो। त्यहाँबाट चाहिँ फर्केर चाहिँ आउनु पर्यो। फर्केर चाहिँ म पन्जाबमा आउँदाखेरि चाहिँ घरमा भाइको एक्सिडेन्ट भयो। हुन कारण चाहिँ म उहाँबाट पोस्टमा रिपोर्ट गरेर म चाहिँ फर्केर आएको। मान्छे भोलिन्टियरी रिटायर बसेर आउनुभयो। हजुर भनेपछि तपाईँ 22 वर्षको उमेरमा लागेको भन्नुभयो नि होइन आर्मीमा। तपाईँको दस्तावेजहरूलाई हेर्दाखेरि चाहिँ के छ भने तपाईँ 6 मई 1957मा जोइन हुनुभएको थियो। अनि पहिलोपल्ट जोइन हुँदाखेरि 6 मईको कुरा थियो। 1957 सालको गर्दाखेरि त्यो उमेर चाहिँ त्यतिखेर घटाएर लगाएको हो। किन 18 वर्ष देखाएको छ नि हाम्रो त्यति बेलाको समयमा चाहिँ। पहिला अब बर्थ सर्टिफिकेट भन्ने चाहिँ थिएन। बर्थ सर्टिफिकेट हजुर बर्थ सर्टिफिकेट थिएन। चिनो भन्ने जुन चाहिँ थियो चिना बनाउँथ्यो। चिना हजुर कुण्डली हजुर त्यो कुण्डलीबाट चल्थ्यो। हजुर र त्यति बेला त्यो प्रकारले गर्दाखेरि आर्मीको जुन चाहिँ हामी भर्ती भयौँ आर्मीले चाहिँ उनीहरूले त्यहीँबाटै
डेट अफ बर्थ पनि मिलाइदिन्थ्यो। त्यही त हो, त्यही हो भने चाहिँ मैले अलिकति अघि बाई त्यो हिसाब अलिकति मिलिरहेको थिएन है त, अनि त्यही सोधेको मैले खासमा चाहिँ। हामी त त्यति बेला अर्कै जग्गा थियौँ होला। ए हजुर हजुर, त्यति बेला अब धेरै पनि भयो, अब दिमागले पनि काम गर्दैन, धेरै बिर्सियो पनि। कति कति जग्गा हामी हैदराबादतिर पनि बसेको, कहाँ कहाँ बसियो, जम्मू काश्मीरतिर बसेको। हामी उत्तरदेखि दक्षिणसम्म हाम्रो चाहिँ बसेको जग्गाहरू हो। र हाम्रो मेडलहरू पनि छ। हजुर हजुर। बङ्गलादेशको चाहिँ जुन छ, हामी चाहिँ बङ्गलादेशलाई चाहिँ क्लियर गरेको 9 डिबले हो। हजुर। त्यसका चाहिँ हाम्रो भ्याटेनहरू हो। हजुर हजुर। बङ्गलादेश 71 सालको। मैले खोज्दाखेरि चाहिँ 16 डिसेम्बर 1971 सम्ममा जुन बगडा ब्याटल भएको थियो त्यसमा तपाईँ पनि एकजना साहसिक थल सेनाको रूपमा तपाईँ हुनुहुन्थ्यो भन्ने चाहिँ मैले पाएको थिएँ त्यस्तो क्या। हजुर, यो हल्दीबाडी बङ्गलादेश जुन चाहिँ छ, बङ्गलादेशको धेरै एरियाहरू छ खुल्ना, यिनीहरू छ। हाम्रो त खुल्ना डिसरहरू क्लियर गरेको हाम्रो 9 डिबले यताबाट। अन्त 9 डिबको चाहिँ छ त्यहाँनिर, डिबले चाहिँ कभर गरेर यो बङ्गलादेश। अरू पनि त्यो आर्टिलरीहरू के के थियो त्यति बेला। अब आर्मीलाई नै कुन कुन ट्रुपहरू छ, को छ, यो चाहिँ हामीले भित्र बताउँदैन। हजुर हजुर हजुर। तपाईँलाई यस्तो अब रक्षा मेडल होइन, अनि अर्को एउटा के भन्छ ओप क्याक्टस लिली के यस्तै पुरस्कारहरू मेडलहरू दिइएको छ। अरू कुन कुन मेडलहरू पाउनु भएको छ त? अरू मेडलहरू त 6वटा 7वटा छ। एउटा मेडल चाहिँ रियरमै छोडियो। हजुर। त्यो चाहिँ हाम्रो सेन्टरमै र हाम्रो बुकसँगै म बाहिरै अब वार पनि भयो, बाहिरै म चाहिँ मिलिट्री पुलिसमा जानु पर्यो। रियरको सामान छोडेर रियरको बक्समा छोडियो। र यहाँ त 6वटा मेडलहरू छ। पूर्वी पश्चिमी मेडलहरू छ। यो गुड कन्डक्ट होला, दीर्घ सेवा हो, लामो सर्भिसको रहेछ। लङ सर्भिस गुड कन्डक्ट यो हो। यो पूर्वी पाकिस्तान। हजुर। यो पश्चिमी देश हो, पश्चिमी पाकिस्तान हो। पश्चिम पाकिस्तान। हजुर। यो 1972 को। हजुर। गोल्ड मेडल 1947 देखि लिएर 1972 को सर्भिस। अब हजुर, यो सङ्ग्राम मेडल। हजुर। यो हो भुलिसकेर के हुनु। यो पर्छ, यो अर्को गुड कन्डक्ट यो हो। यो चाहिँ लङ सर्भिस गुड कन्डक्ट। हजुर। यो रक्षा मेडल। हजुर। जम्मा चाहिँ 8वटा छ, एउटा चाहिँ उता छोडियो। हजुर, एउटा चाहिँ अब रिजर्भै छोड्यो। हजुर। अच्छा, तपाईँलाई नि त्यो आफ्नो यो सर्भिस कालमा कुनै युद्धहरूमा त्यस्तो कतै उयो गर्नु पर्यो तपाईँले? युद्धमा चाहिँ हाम्रो 511 इयरमा हुँदाखेरि चाहिँ युद्धमा हामीहरू चाइनिजसँग थियो वार। हजुर। 65 अब 65 देखि लिएर 66सम्म भएको हो। यहाँ माथि छाङ्गुमा पनि हामी भयो, तर मुठभेड त्यहाँ त गुथमगुम त भएन। त्यति बेला हामी चाहिँ अलिक पछि नै थियौँ। हजुर। भनेपछि गोली हजुर ठोकठाक चाहिँ भयो, छेउछेउबाट चाहिँ गोली चाहिँ हानाहानी त नजिक भएन। हजुर। पश्चिमी पाकिस्तानमा हजुर त्यहाँ अब पन्जाबको बोर्डरमा पनि हामी त परेन त्यति साह्रो त, रियरमा हुने कारणले। पछि मिलिट्री पुलिसमा आइसकेपछि त झन् हामी त त्यो अगाडि गुथमगुथ त पर्दैन, मिलिट्री पुलिस चाहिँ पछि नै हुन्छ। हाम्रो त्यो ट्रुपहरूलाई कहाँ कहाँ पठाउने, अब राति हामीले मुभिङ हुन्छ, कुन चाहिँ युनिट कता पठाउनु पर्ने, कुन चाहिँ युनिटले कहाँ पठाउनु पर्ने स्टेप लगाइदिनुपर्छ राति। फल्ना ट्रुपलाई चाहिँ यो ट्रुप चाहिँ यो यता जानु, यो यता जानु, ट्रुपहरू चाहिँ त्यो
पेटी हुन्छ कि सेतो पेटी, हजुर अन्त ग्रुप भयो त्यहाँबाट सप्लाईहरू त्यहाँबाट कुन टुपलाई रासिनहरू कहाँ पुर्याउने कता पठाउने, हजुर कुन टुपलाई हतियारहरू पठाउने, हजुर कुन टुपलाई चाहिँ हामीले त्यो राउने एम्युनेसनहरू हजुर एम्युनेसनहरू एन्टी ट्याङ्कहरू त कताबाट पठाउने, हजुर कहाँ पठाउने राति त्यस्तो त्यो सबै चाहिँ गर्नु ड्युटी त्यस्तो हुन्छ हाम्रो त्यस्तो चाहिँ गर्नुपर्छ। मिलिट्री पुलिसको। अन्त एक्सिडेन्ट के हुन्छ तिनीहरूले घप्चुक घिच्चुक गरेर मिलायो किसिम गर्यो। हजुर मिलिट्री पुलिसको चाहिँ तपाईँलाई अलिक तपाईँलाई सम्झनामा छ त्यस्तो कुनै डरलाग्दो अवस्था आइपरेको डरलाग्दो परेको चाहिँ त्यो बङ्गलादेशमै हो। बङ्गलादेशमा हामी के चाहिँ भएको थियो अब त्यतिखेर? टुपहरू हुन्छ, हजुर हामी पनि अब ड्युटी गर्नुपर्छ। अब हजुर। कुन कुन टुपहरूले कता कता पठाउने एरिया टेकसँग नै डर त हुन्छ। हजुर एरिया टेक चाहिँ अब पुरा मेसिन गन भुटेर आउँछ तल, एरिया भुटेर जान्छ, हजुर। बर्बाद गरेर जान्छ। भनेपछि वायुसेनाले जुन आक्रमण गर्ने त्यो चाहिँ यसै गरेर आउँछ। त्यसमा उठ्नु भएन। हजुर त्यतिबेला चाहिँ बाहिर हुन्छ हाम्रो त्यो ड्युटी। उहुँ, सबलाई पठाउँदै गरेको कहाँ कहाँ पठाउँदै गरेको गाडीलाई ट्रुप्सहरूलाई यता जाऊ उता जाऊ भन्दै गर्दाखेरि चाहिँ एरिया टेक चाहिँ डेन्जर हुन्छ र सेलिङ। हजुर अब गुत्थम गुम चाहिँ इन्फेन्ट्री जस्तो गुत्थम गुम चाहिँ पर्दैन, मुठभेड त्यस्तो चाहिँ इन्फेन्ट्री जस्तो चाहिँ हामीलाई मिलिट्री पुलिसले चाहिँ परेन। परेन त्यस्तो है। हजुर यो त्यो समयमा है अब एउटा युवा जोस जागरता थियो नै, तर त्यतिखेर यता सिक्किम अलग्गै छुट्टै देश थियो, हजुर उता भारत छुट्टै देश, एउटा देशबाट अर्को देशमा अथवा सिक्किम देशबाट भारतमा एउटा मिलिट्रीमा जान्छु आर्मी हुन्छु भन्ने अथवा आर्मीमा जाने कस्तो प्रकारले प्रेरणा पाउनु, कसरी जानुभयो त? अब मलाई चाहिँ कस्तो थियो भने म पनि एउटा फौजी हुने इच्छुक पनि थियो। हजुर पछि इच्छा पनि पूर्ण भयो। भयो किनभने म इच्छै थियो। स्कुल जाँदाखेरि त्यहाँ फौजमा भोटे स्कुलमा अब आर्मीहरू हेर्ने। हजुर हो यस्तै गएर म पनि आर्मीमा हुनु पर्यो। देशको रक्षा गर्नु, देशमा सेवा गर्नु, त्यो चाहिँ स्कुलमा अब पढाइरहन्थेँ, यसरी गर्थेँ। यस्तो चाहिँ भिसी जुन चाहिँ थियो गन्जुलामा भिसीहरूको कथाहरू सुन्दाखेरि हजुर अरे त्यस्तो पो पाइँदो रहेछ हौ, त्यस्तो हुँदो रहेछ हौ आर्मीमा भनेर अलिक फौजमा जाने इच्छा पनि हुन्थ्यो। तर इच्छा त पुरा भयो। आर्मीहरूलाई देखेर उहाँले मेडलहरू पाएको वीरताको कुरा सुन्दा चाहिँ म पनि जान्छु भन्ने लागेको। हजुर हजुर अनि त्यसपछि तपाईँ फेरि कति हो 1972मा 72को डिसेम्बरमा होइन तपाईँ रिटायर आउनुभयो यता? हजुर हजुर रिटायर आउनुभयो। अनि त्यसपछि फेरि तपाईँ यता राज्य सैनिक बोर्डमा पनि काम गर्नुभयो नि? म चाहिँ पहिला अब 511 जिआरको मान्छे चाहिँ अब मिलिट्री पुलिसमा ट्रान्सफर हुँदाखेरि चाहिँ उहाँ पनि एउटा रिक्रुट नै हुनु परेर सबै गाडी सिकेको त्यहाँ सिकाउँछ उहाँ पनि। हजुर मोटरसाइकलहरू गाडीहरू पुरा सिक्नु पऱ्यो। त्यो सिकेको फाइदा चाहिँ त्यहाँबाट उठ्यो। किनभने त्यहाँ मैले ड्राइभिङ सिक्नु पऱ्यो, गाडी कम्ने चान्स मैले पाएँ। हजुर हजुर त्यसपछि त्यसले गर्दाखेरि तपाईँ मिलिट्री पुलिसमा गएको चाहिँ मलाई त्यहाँ फाइदा भयो। यता रिटायर भएर आउँदाखेरि मैले ड्राइभर गरेर पनि चान्स पाएँ मैले। भनेपछि राज्य सैनिक बोर्ड चाहिँ कुन सालदेखि कुन साल बस्नुभयो त? 79बाट लाग्नु भएको भनेपछि 72मा आउनुभयो, यता 79 6-7 वर्ष चाहिँ घर बस्नुभयो। 79बाट म चाहिँ त्यहाँ काम गर्दा गर्दा बसबाट आउँदा बेलुका बसबाट लास्टमा बसबाट फर्किँदै गर्दाखेरि यहाँ सिच्चैमा चाहिँ बस एक्सिडेन्ट भयो। बस एक्सिडेन्टमा त्यसमा इन्भल्भ थिएँ। 1995 को कुरा। त्यसमा म इन्भल्भ थिएँ। त्यहाँ गर्दाखेरि म बेसी इन्जुरिज भएँ। त्यसमा सिलगढी रेफर गरेर गयो। म 1 महिना 1.5 महिनासम्म बसेँ। पछि रिजेक्ट भएर मलाई चाहिँ अब उहाँ त्यतिबेला सेक्रेटरी ओङचुक साहब हुनुहुन्थ्यो। उहाँले चाहिँ मलाई अब रिजन लेख भन्नुभयो। मैले चाहिँ रिजन लेखिदिएँ। पहिला अब के गर्नु, दिमाग पनि त्यतिबेला अब थिएन, एक्सिडेन्ट भएर दिमागको अब यो खोपे काटेको नि त, टाउको काटेको, यो भाँचिएको।
तल खसेको छ यो कुम्ती। अँ, त्यहाँ पनि त्यस्तो एक्सिडेन्ट भएको म। हजुर भनेपछि तपाईँ राज्य सैनिक बोर्ड र यता सिएनपीबाट पनि दुईपट्टिबाट डबल पेन्सनर हुनुहुन्छ। हजुर डबल डबल पेन्सन। पेन्सन अहिलेको समाज त अब दुनियाँले देखिरहेछ होइन, तपाईँको नाति पानातीहरूले पनि देखिराखेको छ, हामीहरूले देखिरहेका छौँ। तर जति बेला तपाईँ नोकरीमा लाग्नुहुँदै थियो, मिलिट्रीमा जान आर्मीमा जाँदा 511 गोर्खा राइफलमा भर्ना हुनुहुँदै थियो, त्यति बेला हाम्रो समाज कस्तो थियो? बाटोघाटो यहाँको अवस्थाहरू के कस्तो थियो त? सुविधा दुःख कष्ट कस्तो थियो त? त्यति बेलाको जुन चाहिँ अवस्था दुःखनीय नि थियो। पैसाको अभाव, पैसा भनेको देखिन्थेन। अब त्यति बेला पैसा अब भनेको म पनि अब फर्स्ट टाइममा जाँदाखेरि 39 रुपियाँको भर्ती थियो हाम्रोमा। 39 रुपियाँ। 39 रुपियाँ। हजुर त्यति बेला र पनि म पछि 72मा रिटायर भएर आउँदा पनि 40 रुपियाँको पेन्सनमा आएको। 22 रुपियाँ 18 रुपियाँ कम्युनिकेसन, 22 रुपियाँको पेन्सनमा म आएको। 22 रुपियाँ आउँदा पेन्सन। पनि हजुर पैसाको अनुभव, पैसा चाहिँ कम्ती नै थियो। त्यति बेला पछि यो चाहिँ के भयो भने त्यति बेलाको टाइममा यो मानिक छ जुन चाहिँ जनरल मानिक छ, उहाँले जुन चाहिँ उसको साथी पनि एउटा सँगैको साथी चाहिँ के रहेछ भने जाटराम, उहाँ पनि सिपाही। हजुर उसको सँगै गएको। अब मानिक सर त जनरल थियो, उसको त अब धेरै पैसा। मानिस सर भन्नुभयो? जनरल आर्मीको जनरल आर्मी। हजुर जनरल। उसको साथी चाहिँ अब सिपाही थियो, जाट। अन्त त्यो जाटको त जस्तोको तस्तो उसको झुप्रोको झुप्रै। अब मानिक शाहको त जेनरल हो आर्मीको, उसको त महल हो बनायो। त्यस कारण त्यो हेरेर मानिक शाह जनरल साहबले चाहिँ के भनेछ उसको साथी हेरेर यो सरकारलाई त्यति बेला इन्दिरा गान्धीको समयमा हो, इन्दिरा गान्धीलाई रिक्वेस्ट चाहिँ गरेछ 1 रैङ्क 1 पेन्सन दिनुपर्छ, किनभने अब त्यो पैसा 1 रैङ्क 1 पेन्सन त्यो चाहिँ दिनुपर्छ भन्दाखेरि चाहिँ अब उहाँहरूले दिएन। पछि अब कम्ती पैसै कम्ती। पछि जुन चाहिँ अब हाम्रो मोदी साहब आइसकेपछि त मोदीले चाहिँ 1 रैङ्क 1 पेन्सन बढाइदिएर अहिले हाम्रो पनि अब माथि चढेको छ। भन्नु मिल्छ? कति पुगेको छ भन्नु मिल्छ? मिल्छ। अहिले 42,000 अहिले पाउँदैछु भनौँ न। राम्रो भयो। हजुर। अब किनभने अब पहिला कम्ती थियो, बढ्दै कम्ती। राज्य सैनिकको चाहिँ? राज्य सैनिकको त अब कम्ती नै छ, 28-29,000 छ। हजुर। भनेपछि त्यो जब रिटायर हुँदाखेरि चाहिँ जुन 40 रुपियाँ भन्नुभयो है? हजुर 40 रुपियाँ। त्यो 40 रुपियाँ चाहिँ मासिक पाउने? महिनामा 40 रुपियाँ मात्रै पाउने? 40 रुपियाँ मासिक। त्यो पनि के अरे 18 रुपियाँ चाहिँ कम्युनिकेसन काटेर 22 रुपियाँ। 22 रुपियाँ। 22 रुपियाँ त्यति बेला आउँदा पनि कहाँ आउँछ महँगाइ। यहाँ आउँदा पनि पेन्सन त्यो राजस्थानमा बस्दा पनि त 100 रुपियाँ महिनाको। तर अब त्यतिखेर त्यो थोरै रकम, थोरै आय स्रोत भनेर दुःख धेरै भनेर नगरेको भएदेखि आजको यो दिन देख्नु पाइन्थ्यो। होइन? आज तपाईँलाई के लाग्छ? म त्यो समयमा एउटा युवा हुँदाखेरि देश विदेशमा म आफ्नो सेवा गर्नु गएँ, बल ताकत भइन्जेल, त्यसले गर्दाखेरि आज मलाई राम्रो छ भन्ने लाग्छ? मलाई लाग्छ त्यति बेलाको टाइममा गएछ, त्यति बेलासम्म आएर भएर घुमेन पनि, फौजमा गएको चाहिँ राम्रो भयो। त्यही बुद्धि दुःख पायो त्यो गरेको समयले गर्दा अहिले म आरामले खाइरहेको छु। बुढा यस्तो 93 को उमेरमा पनि बसेर आरामले खाँदैछु, दुईवटा पैसा लिएर। र अरू भाइ बहिनीहरू पनि गएर यसरी नै फौजमा नाम कमाएर आउने भन्ने मेरो प्रेरणा छ। तपाईँको इच्छा त्यो छ है? सुझाव सल्लाह यसरी तपाईँले अब धेरै कुरा देख्नुभएको छ जीवनमा होइन? देश विदेश पनि हेर्नुभयो, गाउँघर आफ्नो समाज पनि हेर्नुभयो। हजुर। के भन्नुहुन्छ त युवा हाम्रो भाइ बहिनीहरू छ होइन, उहाँहरूलाई कुनै प्रकार केही सुझावहरू, एकजना अब
वरिष्ठ नागरिकको हैसियतमा, एकजना अनुभवी नागरिकको हैसियतमा हाम्रा युवा भाइ बहिनीहरूलाई केही सुझावहरू दिन चाहनुहुन्छ? म भन्छु हाम्रो भाइ बहिनीहरू, नानीहरूले, यङ ब्लडका युवतीहरूले पनि हुन्छ, नानीहरू पनि। अब अहिले त केटाकेटी दुवैजना भर्ती हुन्छ सबै। म चाहिँ भर्ती गरेर आफ्नो देशले रक्षा गर्नु, आफ्नो देशको नाम उच्चा गर्नु, त्यसमा जाओस् भन्ने म त चाहन्छु। हजुर, भर्ती नै होस्, फौजमा गएर आफ्नो नाम कमाएर आफ्नो देशलाई रक्षा गर्नु, आफ्नो देशको सेवा गरेको नै उत्तम जस्तो लाग्छ मलाई। हुन्छ, त तपाईँले यति धेरै समय दिनुभयो, धेरै कुरा जानकारी दिनुभयो, तपाईँलाई एकदम धेरै धेरै धन्यवाद। मेरो तर्फबाट पनि तपाईँहरूलाई धन्यवाद छ, तपाईँको ग्रुपहरूलाई धन्यवाद। त दर्शकवृन्द, तपाईँले अहिलेसम्म हेरिरहनु भएको थियो श्री बिर्खबहादुर राईजीसँगको कुराकानी। उहाँको अन्तिम सन्देश स्वरूप तपाईँले बुझ्नुभयो कि हामीले उमेर छँदै, विशेष गरी युवा भाइ बहिनीहरूले आफ्नो युवा अवस्थामै र उमेर हुँदा नै केही सोचेर भविष्यको लागि केही राम्रो गर्छु भन्ने सोच्यो भनेदेखि निश्चित रूपमा भविष्यमा हामीले सुख पाइन्छ। र यस्तै उहाँको यो सन्देशसँगै आज तपाईँबाट बिदा लिन चाहन्छु र फेरि केही दिनपछि अर्को यस्तै भिडियोहरू लिएर आउने बाचा गर्दै अहिलेलाई पनि तपाईँबाट बिदा लिन चाहन्छु। धन्यवाद। दर्शकवृन्द, 1 जुलाई 1938 मा जन्मनुभएका पूर्व सिक्किमको लिङदुम बस्ती निवासी श्री बिर्खबहादुर राई 6 मई 1957 मा भारतीय सेनामा भर्ती हुनुभयो। आधिकारिक रूपमा त्यस समय उहाँ 19 वर्षको हुनुहुन्थ्यो। यद्यपि उहाँको खास उमेर 22 वर्ष पुगेको उहाँ आफैले बताउनु भएको छ। प्रारम्भिक सैनिक तालिम पूरा गरेपछि उहाँले 511 गोर्खा राइफल्समा आबद्ध हुनुभयो। त्यसपछि 15 वर्ष 6 महिना 28 दिनसम्म सेवारत रहनुभयो अनि 4 दिसम्बर 1972 मा 9 इन्फेन्ट्री डिभिजन प्रोभोस्ट युनिटबाट अवकाश लिएर आफ्नै गाउँ लिङदुममा बसोबासो गर्न थाल्नुभयो। सन् 1971 को भारत पाकिस्तान युद्धसँगै मातृभूमिको रक्षामा उहाँले पुर्याउनु भएको योगदान अतुलनीय छ। उहाँको सधैँ स्वस्थ जीवनको कामना